Hello and welcome back to my channel once again. Good morning, good afternoon, and good evening to all my students. I said all these three at once, thinking that my greetings will reach you at whatever time you may watch this video lesson. So आजलाई भने चाहिँ क्लास 8 इङ्ग्लिसको एनिमिस पिपल बाई यापगेनी याप्टुसेनको यो एनिमिस पिपल भन्ने स्टोरी चाहिँ मैले लास्ट इयर पनि एक्सप्लेनेसन दिएर चाहिँ मेरै यो युट्युब च्यानलमा अपलोड गरिएको थिएँ। तर मलाई त्यो आफै यसो हेर्दाफेरि चाहिँ अलिकति नानीहरूलाई चाहिँ बुझ्नुको लागि अलिकति साह्रो पऱ्यो होला। मेरो जुन चाहिँ भाषा शैली थियो, युसेज अफ द वर्ड, द वे आई एक्सप्लेन्ड, उनीहरूलाई नानीको भनौँ न मेन्टल एज उनीहरूको बुझ्ने एउटा क्यापेबिलिटी हेर्दाफेरि चाहिँ अलिकति साह्रो लागेको जस्तो मलाई लाग्यो। सो आज चाहिँ म एकदम नेपालीमा एकदम साधारणभन्दा साधारण बुझ्ने तरिकाले म नानीहरूलाई बुझाउन चाहन्छु। सो त्यो चाहिँ के हो भन्दाखेरि एनिमिस पिपल, यसको अलिकति ब्याकग्राउन्डलाई हामी पहिला बुझ्नुपर्ने हुन्छ। ब्याकग्राउन्ड चाहिँ कस्तो भनेदेखिलाई याभगेनी याप्टुसेन्को भनेको चाहिँ हि इज अ रसियन पोएट, रसियाको पोएट हो। अन्त उहाँले लेख्नुभएको स्टोरी हो यो चाहिँ एनिमिस पिपल भन्ने। अन्त इट इज रिलेटेड विथ द सोल्जर्स है। 1941मा उहाँले लेख्नुभएको यो स्टोरी हो एनिमिस पिपल। अनि यो स्टोरी लेख्दै गर्दाखेरि चाहिँ उहाँ चाहिँ एउटा सानो बालक हुनुहुन्थ्यो। अनि यो चाहिँ किन लेखिएको हो भन्दाखेरि चाहिँ 1941मा लेखिएको हो। त्यो समयमा चाहिँ सेकेन्ड वर्ल्ड वार WW2 भइरहेको थियो। अनि जर्मनी एन्ड रसियाको जुन चाहिँ आर्मीहरू छ, सोल्जर्सहरू, उहाँहरूको बिचमा भएको लडाइँ हो। अनि यो लडाइँ हुँदै गर्दाखेरि चाहिँ जर्मन सोल्जर्सहरू चाहिँ दे वेयर अन्डर द लिडरसिप अफ एडल्फ हिटलर, जो चाहिँ डिक्टेटर हो, तानाशाही। एकदमै त्यो हाम्रो डेमोक्रेटिक कन्ट्री है, लाइक इन्डियामा हामी भोट हालेर जनताको इच्छा अनुसारको लिडर हामी छान्छौँ। अनि लिडरले पनि जनताको इच्छा अनुसारको जनताको इन्ट्रेस्टलाई चाहिँ मध्यनजर राखेर इम्पोर्टेन्स दिएर चाहिँ जनताको वेलफेयरको लागि, सोसाइटीको वेलफेयरको लागि काम गर्छ डेमोक्रेसीमा चाहिँ। वेरएस डिक्टेटरमा चाहिँ त्यस्तो हुँदैन। डिक्टेटरमा चाहिँ भोट हालेर बनाएको होइन। डिक्टेटरले चाहिँ कहिले पनि जनताको हितको निम्ति काम गर्दैन। उसले जे भन्छ त्यो कानुन हुन्छ, उसले जे सजाय दिन्छ त्यो हामीले भोग्नुपर्ने हुन्छ। सो त्यसले गर्दाखेरि यो मैले भन्नु चाहेको चाहिँ के हो भन्दाखेरि चाहिँ जुन चाहिँ जर्मन सोल्जर्सहरू थियो उनीहरू चाहिँ एडल्फ हिटलर है, एकदमै वर्ल्ड रिनाउन्ड डिक्टेटर, एकदमै ब्रुटल डिक्टेटर, एकदमै निर्दयी, एकदमै भनौँ न एकदमै कठोर मन भएको एउटा डिक्टेटर हो। उसले चाहिँ एकदमै डरलाग्दो उसको खिलाफमा बोले कि डरलाग्दो पनिसमेन्ट दिने। यो हिटलरको विषयमा जानकारी लिनु, उहाँको विषयमा स्टडी गर्नु यो एउटा अलग्गै विषय हुन्छ, लामो हुन्छ यो विषयमा भन्यो भनेदेखिलाई। तसर्थ यो जर्मन सोल्जर्सहरूले चाहिँ जर्मन र रसियाको बिचमा चाहिँ कन्फ्लिक्ट हुने थियो, युद्ध हुने थियो, वार हुने थियो। अन्त त्यति बेला चाहिँ रसियन पिपल, रसियन वुमनहरूले चाहिँ कसैले आफ्नो हस्बेन्ड, कसैले आफ्नो सन, कसैले आफ्नो ब्रदर, फादर है, उनीहरू चाहिँ यो वारमा गुमाएको थियो। अभियसली मेन दे आर इन्भल्भ इन द वार। अन्त यो रसियन वुमनहरूले चाहिँ आफ्नो हस्बेन्ड, सन, ब्रदर, फादरहरू गुमाएको त थियो। एट द सेम टाइम वार हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ डिस्ट्रक्सन हुन्छ, त्यहाँनिर ब्लड सेड हुन्छ, खुनको रगतको खोला बग्छ। त्यहाँनिर अन्जान इनोसेन्ट एउटा कागको बच्चादेखि लिएर गएको वृद्ध आमा बुवा सबैको त्यहाँनिर के हुन्छ, त्यहाँनिर ब्लड सेड हुन्छ, त्यहाँनिर मानिसहरूको मृत्यु हुन्छ, त्यहाँनिर दुःख अनि पीडा हुन्छ।
कुरा बुझ्यो त? सो त्यसले गर्दाखेरि यो याभगेनी याभटुसेनको चाहिँ 1941मा उहाँको आमाले रसियाको मस्को भन्ने सहरमा लिएर गएको थियो। अनि त्यति बेला त्यो मस्को भन्ने स्ट्रिटमा सहरमा लिएर जाँदै गर्दाखेरि चाहिँ उहाँले जुन एउटा दृश्य देखेको थियो त्यो दृश्यलाई चाहिँ उहाँले यो स्टोरीद्वारा एक्सप्रेस गरेको छ, वर्णन गरेको छ कि एउटा सोल्जर्स भएर चाहिँ कसरी दुःख भोग्नुपर्छ। सोल्जर्सलाई अब एउटा देशले अर्को देशको आर्मीहरूलाई उनीहरू त शत्रु हो, उनीहरू दुश्मन हो भन्ने नजरले मात्रै हामी हेर्छ। तर हामीले चाहिँ केवल आर्मीहरूलाई चाहिँ केवल दुश्मनको नजरले मात्रै नहेरेर एउटा आर्मीहरू, सिपाहीहरू पनि उहाँहरू पनि हामी जस्तै मान्छे हो। जसरी अरूले हामीलाई राम्रो व्यवहार गरेको हामी चाहन्छ, त्यसरी नै आर्मीलाई पनि हामीले राम्रो व्यवहार गर्नुपर्छ। एउटा ह्युम्यानिटी हुनुपर्छ। शत्रुको रूपमा मात्रै नहेरेर चाहिँ हामीले एउटा साधारण हामी जस्तै मानिस हो भन्ने हिसाबले पनि उहाँहरूलाई हामी हेर्नु सक्नुपर्छ भन्ने चाहिँ यो स्टोरीले मेसेज दिन्छ। अन्त अब चाहिँ म यो स्टोरी पढेर लाइन बाई लाइन म एक्सप्लेनेसन गर्छु। फर द्याट आई निड टु हेभ योर एटेन्सन प्लिज। सुरुदेखि अन्त्यसम्म नै हेरिदिने भनिकन म मेरो बिलभेड स्टुडेन्ट्सलाई I would love to draw their attention here. In 1941, Mama took me back to Moscow. There I saw our enemies for the first time. If my memories is right, nearly 20,000 German war prisoners were to be marched in a single column through the streets of Moscow. See, Mama took me back to Moscow भनेको चाहिँ याभगेनी याभटुसेनको जब सानो थियो उसको आमाले चाहिँ याभगेनीलाई मस्को सहरको, रसियामा भएको मस्को सहरको स्ट्रिटमा लिएर गएको थियो। अन्त त्यति बेला चाहिँ राइटरले के चाहिँ देख्नुभयो भन्दाखेरि चाहिँ उहाँले ही स आवर एनिमिज, आई स आवर एनिमिज फर द फर्स्ट टाइम, जिन्दगीकै फर्स्ट टाइम प्रथमचोटि चाहिँ उसले उसको शत्रुहरू भनौँ न, आर्मीहरूलाई भन्दैछ, शत्रुहरू उसले देखे अरे। इफ माई मेमोरिज इज राइट, नियरली 20,000 जर्मन war prisoners were to be marched in a single column through the streets of Moscow. उसले त्यो मस्को सहरको स्ट्रिटमा चाहिँ जुन जर्मन्स र रसियनको बिचमा लडाइँ भएको थियो, त्यति बेला चाहिँ रसियाको पुलिस फोर्सेस भनौँ अथवा सोल्जर्सहरूले चाहिँ 20,000 जना जर्मन सोल्जर्सलाई चाहिँ जेलमा थुनिएर राखेको थियो। अनि उहाँहरू चाहिँ त्यो दिन चाहिँ सबैजना त्यो जेलबाट चाहिँ छोडेर चाहिँ मस्को सहरको स्ट्रिटमा 20,000 जना जर्मनीको आर्मीहरू चाहिँ लामेतादबाट सिङ्गल कलममा के गरिरहेको थियो, हिँडिरहेको थियो। The pavements swarmed with onlookers, cordoned off by soldiers and police. Pavements भनेको चाहिँ पाथवेज अथवा सहर बजारमा साइडमा है मान्छे हिँड्ने एउटा फुटपाथ हुन्छ नि, पाथवेज, त्यहाँबाट चाहिँ अनलुकर्स भनेको चाहिँ तपाईँको त्यो आर्मीहरू, सोल्जर्सहरूलाई हेर्ने मान्छेहरू, एकदमै बेसी मान्छेहरू चाहिँ के गरिरहेको थियो, त्यो जेलबाट निस्केको जर्मन सोल्जर्सहरूलाई चाहिँ हेरिरहेको थियो। द क्राउड वेयर मोस्टली वुमन, रसियन वुमन, with hands roughened by hard work, lips untouched by lipstick, and thin hunched soldiers which had borne half the burden of the war. यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जुन चाहिँ त्यो पाथवेज, पेभमेन्ट्सबाट निस्किएको एउटा भिड थियो, क्राउड, त्यहाँ चाहिँ केटाहरू पनि थियो, तर बेसी जस्तो प्राय चाहिँ रसियन वुमनहरू थियो। अन्त त्यो वुमनहरू चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ उनीहरू एकदमै मेहनत गर्नुपर्थ्यो, परिश्रम गर्नुपर्थ्यो। उनीहरू चाहिँ रसियन वुमनहरू एकदमै हार्ड वर्किङ थियो।
बेसी नै मेहनत कामको व्यस्तताले गर्दाफेरि चाहिँ देयर लिप्स वेयर अनटच्ड बाई लिपस्टिक भनेको चाहिँ उनीहरू दे डोन्ट ह्याभ टाइम टु पुट अन द मेकअप्स मेकअप गर्ने लिपस्टिक लाउने उनीहरूकोमा त्यो मेकअप गर्ने समय नै थिएन। हन्स्ड सोल्जर्स अलिकति बेसी जिम्मावार बेसी कामको कारणले गर्दा उहाँहरूको यो नट सोल्जर्स है सरी सोल्डर्स कुमहरू चाहिँ अलिकति यस्तो बेन्ड भएको एउटा वृद्ध स्त्रीको जस्तो थियो। विच ह्याड borne half the burden of the war. Every one of them must have had a father or a husband, a brother or a son killed by the Germans. त्यो पेभमेन्ट्सबाट निस्किएको प्रत्येक रसियन वुमनको चाहिँ कसै न कसैको बाबा श्रीमान हस्बेन्ड भाइ अथवा छोरा उनीहरूले चाहिँ गुमाएको थियो किनभने मेल मेम्बर्स चाहिँ दे ह्याड टु इन्भल्भ इन द war होइन दे गेज्ड विथ हेट्रेड इन द डिरेक्सन फ्रम विच द कलम वाज टु एपियर ओके रसियन वुमनले चाहिँ दे गेज्ड भनेको चाहिँ एककोरे हेरिरहेको थियो जर्मन सोल्जर्सलाई एककोरे चाहिँ उनीहरूको हेराइमा चाहिँ के थियो भन्दाफेरि चाहिँ घृणा थियो हेट्रेड भनेको घृणा थियो किन चाहिँ घृणा गरेको भन्दाफेरि चाहिँ त्यो रसियन वुमनहरूले चाहिँ आफ्नो बुढा आफ्नो श्रीमान छोरा अथवा के अरे बुवालाई उनीहरूले गुमाएको थियो होइन त्यो वारमा मारिएको थियो त्यही कारण एकदमै घृणित हेराइ घृणा गरेर चाहिँ विथ हेट्रेड त्यो रसियन वुमनहरूले चाहिँ जर्मन सोल्जर्सलाई हेरिरहेको थियो एट लिस्ट वी स इट द जेनरल्स मार्च्ड एट द हेड हेर यो जेनरल्स भनेको चाहिँ आर्मी हेड है आर्मी हेड हो उनीहरू आर्मी हेड हो कि जर्मनको आर्मी हेड चाहिँ अगाडि त्यो 20,000 नियरली 20,000 सोल्जर्सहरूलाई चाहिँ लिड गरिरहेको थियो मार्च्ड एट द हेड म्यासिभ चिन्स स्टक आउट लिप्स फोल्डेड डिसडेनफुली देयर होल डिमेनर मिन टु सो सुपिरियरिटी ओभर देयर प्लिभियन भिक्टर्स त्यो जुन चाहिँ जर्मनको जेनरल्स थियो हेड थियो आर्मीको त्यो आर्मीको बडी ल्याङ्ग्वेज उसको जेस्चर उसको हिँडाइ चाहिँ एकदमै घमण्डले भरिएको जस्तो थियो हि वाज प्राउड थिङ्किङ द्याट यु नो पेभिलियन भिक्टर्स भनेको चाहिँ जर्मन सोल्जर्सको लागि चाहिँ रसियन सोल्जर्सहरू त एनिमी हो नि त दुश्मन हो नि त किनभने उनीहरू लडाइँ भएको थियो त्यसले गर्दा चाहिँ हामी त एकदम पावरफुल छ है हामी जर्मन सोल्जर एकदम पावरफुल शक्तिशाली छ अन्त यो रसियन सोल्जर्सहरूलाई चाहिँ अलिकति लो क्लासको यिनीहरू हामीलाई जित्नु सक्दैन दे आर विक देन अस हामीभन्दा कमजोरी छ भन्ने अलिकति डोमिनेटिङ पाराले चाहिँ यो जर्मन जेनरल्सले चाहिँ रसियन सोल्जर्सहरूलाई त्यसरी हेर्थ्यो डोमिनेटिङ तरिकाले है बेसी डोन्ट थिङ्क टु मच यो अलिक लाइट माइन्ड गरेर सुन्ने अनि बुझ्ने साह्रो केही पनि छैन इट इज भेरी सिम्पल राइट आई होप यु अल आर अन्डरस्ट्यान्डिङ अनि द वुमन वेयर क्लिन्चिङ देयर फिस्ट भनेको चाहिँ रसियन वुमनहरू चाहिँ एकदम रिसमा थियो है उसको उनीहरूको हात मुट्ठी पारेर एकदम रिसमा जर्मन सोल्जर्सलाई हेरिरहेको थियो इट वाज अल द सोल्जर्स एन्ड पुलिसमेन कुड डु टु होल्ड देम ब्याक ओके सो यो रिसाएको एउटा रसियन वुमनको जुन चाहिँ भिड थियो उनीहरूले त कुनै समय पनि यो जर्मन सोल्जर्सहरूलाई चाहिँ के भन्छ हमला गर्न सक्छ एट्याक गर्न सक्छ भनेर त्यहाँको रसियाको पुलिसमेन अनि सोल्जर्सहरूले चाहिँ त्यो वुमनहरूलाई के गर्यो कन्ट्रोल गर्यो They saw German soldiers thin, unshaven, wearing dirty blood-stained bandages, hobbling on crutches, or leaning on shoulders of their comrades. The soldiers walked with their head down. भनेको चाहिँ जुन चाहिँ त्यो
प्रिजनर्स है, जर्मनीको आर्मीहरू थियो, उनीहरू चाहिँ प्रिजनर्स हो, कैदीहरू हो, जेलबाट छोडिएको। अनि उनीहरू चाहिँ कस्तो थियो अरे भन्दाखेरि चाहिँ उनीहरू चाहिँ अब जेलमा त त्यसै पनि खानेकुराहरू राम्रो हुँदैन, घरमा जस्तो हुँदैन होइन। त्यसले गर्दा उनीहरू एकदम थिन विक थियो। अनसेभन भनेको चाहिँ दाह्रीहरू पलाएर एकदम लामो लामो है, टेगरको जस्तो त्यस्तो खालके थियो। वेयरिङ डटी ब्लड स्टेन्ड ब्यान्डेजेस भनेको चाहिँ खुनको दागै दाग भएको ब्यान्डेजेसहरू त्यो जर्मन सोल्जर्सहरूले लगाएको थियो। यसो हेर्दा पनि माया लाग्दो, लुते, राम्रो खानु नपाएर दाह्री जुङ्गा एकदम लामो लामो भएको। अनि ब्लड स्टेन्ड भनेको चाहिँ खुनको दाग भएको है ब्यान्डेजेसहरू उनीहरूले लगाएको थियो। दे वेर वुन्डेड, उनीहरूको शरीरमा घावै घाउ थियो, उनीहरू कमजोरी थियो। हब्लिङ अन क्रचेस अर लिनिङ अन सोल्डर्स अफ देयर कमरेड्स। यतिसम्म उनीहरू मायालाग्दो स्थितिमा थियो कि उनीहरू आफ्नो शरीरधरि राम्ररी थाम्न सकिरहेको थिएन। दे वेयर लिनिङ अन क्रचेस भनेको चाहिँ यो सपोर्ट लिएर हिँड्छ नि हाम्रो लङ्गडेहरूले, जो राम्ररी हिँड्नु सक्नुहुन्न उहाँहरूले युज गर्छ नि, बैशाखी भन्छ नि नेपालीमा, सपोर्ट लिएर हिँड्ने। त्यो क्रचेसको सपोर्ट लिएर चाहिँ आर्मीहरू हिँडिरहेको थियो। यति साह्रो दे वेर इन्जर्ड, वुन्डेड थियो है, घावै घाउ थियो, शरीरमा चोटै चोट थियो। द सोल्जर्स वक विथ देयर हेड्स डाउन, उनीहरू एकदमै थकित, पीडित, घावै घाउ भएको, लुते है, राम्रो खानु नपाएर। त्यही कारण उनीहरूको टाउको यसो निहुराएर घोप्टाएर हिँडिरहेको थियो। द स्ट्रिट बिकेम डेड साइलेन्ट, द ओन्ली साउन्ड वाज सफलिङ अफ बुट्स एन्ड द थम्पिङ अफ क्रचेस। त्यो जुन चाहिँ मस्को सहरको स्ट्रिट थियो जहाँ चाहिँ 20,000 नियरली 20,000 जर्मन सोल्जर्सहरू हिँडिरहेको थियो। अनि साइड वेज है, पाथ वेजबाट रसियन वुमनहरू एकदमै रिसमा आइरहेको थियो। त्यहाँ चाहिँ एकदमै डेडली साइलेन्स थियो। ओके, सो किन साइलेन्स थियो भन्दाखेरि चाहिँ सोल्जर्सहरू त त्यसै पनि दे वेर थिन, उनीहरू विक थियो, उनीहरूले राम्रोसँग खानु पाएको थिएन, दे वेर टायर्ड, दे वेर हङ्ग्री है, उनीहरूको स्याहार सुसार राम्रो भएको थिएन, उनीहरू इन्जर्ड थियो, उनीहरूको शरीरमा चोट घाउ पीडाहरू थियो। त्यही कारण चाहिँ इट वाज डेडली साइलेन्ट, एकदम शान्ति खालके सुनसान खालके थियो। अन्त रसियन वुमनले चाहिँ एकदम रिससँग हेरिरहेछ, एकदम साइलेन्स थियो। तर त्यो साइलेन्समा पनि साउन्ड चाहिँ खालि के को सुन्दै थियो भन्दाखेरि चाहिँ फुट स्टेप्स, बुट्स टक 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 हिँडेकोहरू। अन्त अर्को चाहिँ के को साउन्ड थियो, क्रचेस, त्यो बैशाखी जुन चाहिँ टेकेर हिँड्दै थियो नि त्यसको साउन्ड मात्रै, ट्याक 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 हिँडेको साउन्डहरू त्यस्तो मात्रै थियो। ओके, मैले सक्नु आँटेँ, एकछिन पर्ख, म के भन्छ तिमीहरूलाई मैले सक्दो सिम्पल वेमा म बुझाउन प्रयास गरिरहेको छु। देन आई स एन एल्डरली वुमन इन ब्रोकन डाउन बुट्स पुश हरसेल्फ फरवर्ड एन्ड टच पुलिसमेन सोल्डर सेइङ लेट मी थ्रु। ओके, त्यो त्यत्रो 20,000 नियरली है भनेको चाहिँ लगभग भनेको नि अप्रोक्सिमेटली लगभग 20,000जना आर्मी अनि त्यो रसियन वुमनको बिचमा चाहिँ एकजना वृद्ध आमा, बुढी आमाले चाहिँ के भन्छ पुलिसम्यानको कुममा यसो बोलाएर, मलाई यो भिडबाट चाहिँ के गर्नु देऊ, मलाई बाटो देऊ, मलाई अगाडि जानु देऊ, लेट मी गेट थ्रु दिस क्राउड होइन, यो मान्छेको भिड बिचमा चाहिँ मलाई बाटो दिनुहोस्, मलाई अगाडि जानु दिनुहोस् भनेर पुलिसलाई वृद्ध आमाले भन्छ। देयर मस्ट ह्याभ बिन समथिङ अबाउट हर द्याट मेड हिम स्टेप असाइड। यसो वृद्ध आमालाई पुलिसले हेर्छ अनि उहाँ त पक्कै पनि उहाँको आँखामा, उहाँको मुहार अनुहारमा हेर्दै गर्दाखेरि चाहिँ त्यस्तो डराउनु पर्ने केही पनि छैन भनेर चाहिँ उहाँले आमालाई अगाडि जानु दिन्छ। सी वेन्ट टु द कलम, टुक फ्रम इनसाइड हर कोट समथिङ ऱ्याप्ड अप इन अ कलर्ड ह्यान्डकर्चिफ एन्ड अनफोल्डेड इट। आमा अगाडि जान्छ, त्यो सोल्जर्सको अगाडि जान्छ जो चाहिँ भोकाएको थियो,
जो एकदमै कमजोरी थियो, जो चोटले भरिएको थियो, पीडा, पेन थियो, दर्द थियो उसको शरीरमा। त्यहाँ अगाडि गएर चाहिँ के गर्छ बुढी आमाले, उहाँले एउटा कलर्ड ह्यान्डकर्चिफ भनेको रुमाल है, कलरफुल रुमाल चाहिँ यसो खोलेर चाहिँ उहाँले के दिनुहुन्छ हेरौँ है। इट वाज अ क्रस्ट अफ ब्ल्याक ब्रेड, खानेकुरा उसले दिनुहुन्छ। थिङ्किङ द्याट उनीहरू चाहिँ एकदम भोकाएको होला भनेर क्रस्ट अफ ब्ल्याक ब्रेड उहाँले दिनुहुन्छ। सी पुस्ड इट अकवर्डली इन्टु द पकेट अफ अ सोल्जर। अप्ठ्यारो मान्दै उहाँले आफ्नो कोटको गोजीबाट त्यो ब्रेड निकालेर चाहिँ त्यो आर्मीको गोजीमा हालिदिनुहुन्छ। सो एक्जस्टेड द्याट ही वाज टटरिङ अन हिज फिट। टटरिङ भनेको यति साह्रो कमजोरी थियो कि ऊ चाहिँ उभिनु धरि राम्ररी सकेको थिएन। जर्मन सोल्जर है, त्यो दर्द त्यो पीडाले गर्दाखेरि यति साह्रो दर्द भइरहेको थियो, ऊ राम्ररी उभिनु पनि सकेको थिएन, उसको शरीर कामिरहेको थियो। तै भए पनि अप्ठ्यारो मान्दै बुढी आमाले आफ्नो गोजीबाट खानेकुरा है क्रस्ट अफ ब्ल्याक ब्रेड निकालेर चाहिँ आर्मीको गोजीमा हालिदिनु हुन्छ। अक्वर्डली भनेको चाहिँ अप्ठ्यारो मान्दै हालिदिनुहुन्छ। एन्ड नाउ सडनली फ्रम एभ्री साइड वुमन वेयर रनिङ टुवर्ड द सोल्जर्स। त्यो बुढी आमाले त्यसरी है दया गरेर माया गरेर त्यो खानेकुरा दिँदै गर्दा अरू वुमनले पनि उहाँकोबाट सिक्छ। अन्त सबैजना के गर्छ, अरू वुमन एन्ड नाउ सडनली फ्रम एभ्री साइड वुमन वेयर रनिङ टुवर्ड द सोल्जर। सबै वुमनहरू चाहिँ त्यो सोल्जर्सको नजदिक, त्यो सोल्जर्सहरूको नजदिक जानु थाल्छ। पुसिङ इन्टु देयर ह्यान्ड्स ब्रेड, सिगरेट्स एन्ड वाट एभर दे ह्याड। उनीहरूकोमा जे भएको खानेकुरा ब्रेड्सहरू छ त्योहरू लगेर चाहिँ त्यो एउटा पीडित एउटा घाउले सताएको, भोकले सताएको है कमजोरी त्यो जर्मन सोल्जर्सहरूलाई चाहिँ त्यो बुढी आमालाई देखेर अरू वुमनहरूले पनि लगेर उनीहरूकोमा भएको खानेकुराहरू ब्रेडहरू दिनु थाल्छ। अन्त सम अफ देम इभन गिभ द सिगरेट्स। यो भन्दै गर्दाखेरि चाहिँ तिमीहरूले चाहिँ अदरवाइज नेगेटिभली चाहिँ लिनु हुँदैन। यो पहिलाको पुरानो स्टोरी हो। सबैजनाकोमा राम्रो ह्याबिट हुँदैन। कतिजना दे हेभ द ह्याबिट अफ स्मोकिङ है। अन्त उनीहरूलाई चाहिँ खासमा उनीहरूले माया गरेर दिएको होला नि। खानेकुरा दियो, साथसाथै खानेकुरा सँगसँगै कतिले के पनि दियो, सिगरेट्स पनि दियो। यो भन्दैमा तिमीहरूले पनि हामीले पनि लिनु हुँदै रहेछ भन्ने खालको चाहिँ तिमीहरूले माइन्डमा लिनु हुँदैन। इट इज इन्जुरियस टु हेल्थ, त्यो हामी सबैलाई थाहा छ। सो वी सुड नट टेक सच थिङ्स। ओके, यो अलिकति तिमीहरूलाई भनिराखेको कि यसलाई चाहिँ उल्टा चाहिँ नबुझिदिने। यु अन्डरस्ट्यान्ड? अब हामी अलमोस्ट अन्त्यमा छौँ, लास्ट लाइनमा। एकदमै इम्पोर्टेन्ट छ यो डल्लै स्टोरीले चाहिँ। स्टोरीबाट चाहिँ हामी के सिक्छ, के मेसेज हामी पाउँछ भन्ने विषयमा हो। लास्ट 3 लाइन्स है म पढ्दैछु। द सोल्जर्स वेयर नो लङ्गर एनिमिज, दे वेयर पिपल। हेर त हामीले कति ठुलो लेसन सिक्यो। हामीले प्राय एक देशको सिपाहीले अथवा मान्छेले अर्को देशको आर्मीलाई चाहिँ हामी उनीहरू चाहिँ एनिमी हो, हाम्रो शत्रु हो भन्ने पाराले हामी हेर्छ नि। तर उहाँहरू चाहिँ केवल उहाँहरू पनि त रहरले म लडाइँ गर्छु, म लडाइँमा फल्नालाई यति बुलेट दिन्छु, यसरी मार्छु, त्यसरी मार्छु भनेर त रहरले त लडाइँ गरेको होइन नि त। सिचुएसनै त्यस्तै हुन्छ नि त होइन। दे आर कम्पेल्ड टु प्रोटेक्ट देयर बाउन्ड्रिज, आफ्नो देशको सिमानालाई, आफ्नो देशको सिटिजनलाई जोगाउनु पर्ने हुन्छ। सो त्यसले गर्दा उहाँहरू पनि रहरमा होइन, तर कतिचोटि त्यस्तै सिचुएसन एउटा परिस्थितिले गर्दा उहाँहरू लडाइँ परेको हो। तर हामीले चाहिँ कहिले पनि अर्को देशको आर्मी चाहिँ हाम्रो शत्रु हो, हाम्रो एनिमिस हो मात्रै नभनेर चाहिँ त्यो आर्मीहरू पनि हामी जस्तै एउटा के हो, मान्छे हो। मान्छेले मान्छेलाई चाहिँ प्रेम गर्नुपर्छ, हामी एकअर्कामा मिलेर बस्नुपर्छ। जसरी हामी अरूले हामीलाई नराम्रो गरेको मन पर्दैन, हामीलाई राम्रो गरोस् भन्ने हामी चाहन्छ नि, त्यसरी नै हामीले अर्काको देशको आर्मीलाई चाहिँ शत्रु मात्रै हो भनेर चाहिँ हामी हेर्नु हुँदैन। तर उनीहरू पनि हामी जस्तै एउटा मान्छे हो भनेर चाहिँ
हामी एकअर्कामा चाहिँ के गर्नुपर्छ, प्रेममा जिउनुपर्छ। वी सुड लभ इच अदर भनेको नि यो डल्लै स्टोरीले चाहिँ, स्टोरीबाट चाहिँ हामी त्यस्तो कुरा सिक्छ। ओके, द सोल्जर्स वेयर नो लङ्गर एनिमिज, दे वेयर पिपल, होइन। आर्मीहरू चाहिँ, अर्को देशको आर्मीहरू चाहिँ केवल शत्रु मात्र होइन, तर उनीहरू चाहिँ हामी जस्तो एउटा मान्छे हो। अन्त मान्छे मान्छे बिचमा चाहिँ झगडा गर्नु हुँदैन, हामी मिलेर बस्नुपर्छ, हामी प्रेममा बस्नुपर्छ भनिएको हो। ओके, सो म आशा गर्दछु, म विश्वास गर्दछु तिमीहरूले मेरो यो भिडियो लेसनलाई अवश्य पनि बुझ्यो होला। जति सक्दो मैले नेपालीमै बुझाउने प्रयास गरेको छु, र हुनसक्छ कतिवटा शब्दहरू तिमीहरूलाई बुझ्नु साह्रो पऱ्यो होला, कठिन पऱ्यो होला। त्यसको लागि आई एम अलवेज देयर फर यु इन द रियल क्लासरुम सिचुएसन। एनी टाइम यु क्यान कम टु मी एन्ड गेट हेल्प फ्रम मी, अलराइट। थ्याङ्क यू एन्ड always stay happy and healthy. Thank you.